सामान्य भन्दा पनि मैले 15-20 लाख खर्च गर्दाखेरि मेरो जिउ बाँच्छ जस्तो लागेन। म यो सङ्घ सभामा घुरेर आउँछु जस्तो मलाई लागेको थिएन होइन। तर यहीँ चाहिँ बरु त्यहाँभन्दा त बरु मलाई यहीँ चाहिँ राम्रो जलजला साबितमै राम्रो हुन्छ। गएर थेरापी गर्दा पनि मलाई निको भएन। मैले 1.5 लाख रुपियाँ सक्दा पनि मेरो पछाडिपट्टि जान्छ, हजुर पछाडि जान्छ, लगेर देखाउन आउँछ। चल्दैन थियो, मेरो खुट्टा चल्दैन थियो होइन। अहिले मेरो हात खुट्टा चल्न थालेको छ। नमस्कार नाना, हजुरको नाम ठेगाना भनिदिनु होस् ल। मेरो शान्ता बस्नेत, जलजला 8 साबित। हजुर मेरो यही हो बसोबास। चुङखुरुङ स्थित हजुर है। ए हजुर, हामीले यो 5 खपन नगरपालिका वडा नम्बर 8 है, यहाँनिर चाहिँ हामीले 7 दिवसीय निःशुल्क आमाशा शिविर ल्याइरहँदाखेरि हजुरले आज कति दिन यो उपचार सेवा लिनुभयो? मैले आज 3 दिन भइसक्यो यहाँको उपचार सेवा लिएको। मलाई धेरै हजुरबाट धेरै मुरी धन्यवाद हजुरहरूलाई। मलाई यो रोग निको पारिदिएकोमा होइन। मलाई पक्कै निको हुन्छ भन्ने आशा छ यो आमाशा उपचारमा होइन। मलाई धेरै आशा छ यसमा, मलाई धेरै विश्वास पनि लागेको छ मलाई यसमा। ए हजुर, हजुरको हात चल्दैन थियो, मेरो खुट्टा चल्दैन थियो होइन। अहिले मेरो हात खुट्टा चल्न थालेको छ। ए हजुर, हजुरको दुईटै हात खुट्टा या कस्तो थियो? खुट्टा मेरो जो चल्दैन थियो, अगाडि पछाडि जाँदैन थियो, खुट्टा घिसिन्थ्यो होइन। हजुर हजुर, खुट्टा घिसिन छोडेको छ। हजुर, अहिले हातहरू चल्छ, राम्रो चल्छ। पछाडिपट्टि जान्छ, हजुर पछाडि जान्छ, लगेर देखाउन आउँछ। जान्छ नि? पहिले चाहिँ जाँदैन थियो? पहिले जाँदैन थियो? जाँदैन थियो, हात जाँदैन थियो। ए हजुर, एक पाटो झमझमाउँथ्यो होइन। हजुर, मैले काठमाडौँ गएर थेरापी गर्दा पनि मलाई निको भएन। हजुर, मैले 1.5 लाख रुपियाँ सक्दा पनि मेरो निकै भएन। अनि मेरो श्रीमानले मलाई छोडेर आउनु भएको थियो, मेरो माइतीले उपचार गरेर मलाई पठाइदिनु भएको। हजुर, भरे मेरो रोग चाहिँ रहेछ भन्नु यो श्वास नलीमा मासु पलाएको ट्युमर भएको रहेछ। ए हजुर, त्यो भएकाले त्यो झिकेपछि अनि त्यहाँबाट चाहिँ अनि मलाई ठिक भयो। अहिले चाहिँ ठिक भयो? हजुर, ठिक भयो। ए हजुर, अब हजुर पत्ता नलागिकन मलाई साथी र सामान्य होइन उहाँहरूले उपचार गर्नुभयो। सामान्य भन्दा पनि मैले 15-20 लाख खर्च गर्दाखेरि मेरो जिउ बाँच्छ जस्तो लागेन। म यो सङ्घ सभामा घुरेर आउँछु जस्तो मलाई लागेको थिएन होइन। तर यहीँ चाहिँ बरु त्यहाँभन्दा त बरु मलाई यहीँ चाहिँ राम्रो जलजला साबितमै राम्रो हुन्छ जस्तो लाग्यो उपचार हजुरहरूको आमाशा यो कार्यक्रममा होइन। मलाई धेरै मुरी उहाँहरूलाई धन्यवाद तर्फबाट होइन हजुरहरूलाई। यो गरिदिएकोमा मलाई, म अपङ्ग जस्तो मान्छे थिएँ होइन, मलाई जेस राम्रो बनाइदिनु भयो, सपङ्ग बनाइदिनु भयो क्या। मलाई यही खुसी छु। हजुरहरूलाई म धेरै धन्यवाद, हृदयदेखि नै धन्यवाद दिन्छु हजुर। हवस्, हुन्छ। अनि यो हाम्रो हिलिङ टिमलाई चाहिँ के भन्न चाहनुहुन्छ हजुरले? हाम्रो हिलिङ टिमहरूलाई धेरै मुरी धन्यवाद। उहाँहरू आएर उहाँदेखि कष्ट गरिदिनु भएकोमा होइन, मलाई सेवा गरिदिनु भएकोमा, म अपङ्ग मान्छेलाई चाहिँ सपङ्ग बनाइदिएकोमा धेरै मुरी धन्यवाद हजुर। पुनः यो शिविर हजुरले यहाँ चाहनुहुन्छ कि चाहनुहुन्न? फेरि आवाज जस्तो लाग्छ। चाहन्छु, मैले सुनेसम्म र मैले जानेसम्म म पुग्ने ठाउँसम्म म जान सक्छु। हजुर, हुन्छ। अनि यो हिलिङ त हामीले चलाइरहने, हामी त चलाउने नहो केवल होइन, यो प्रतिपादन चाहिँ हाम्रो परम गुरु हजुर सुप्रिम मास्टर गौडेन्जलजीले गर्नुभएको है। उहाँलाई चाहिँ हजुरले के भन्न चाहनुहुन्छ? यो हिलिङ यस्तो हिलिङ हृदयदेखि नै मेरो नमन छ हजुर मेरो होइन। हजुर, अब अरू त म के दिन सक्छु र उहाँलाई होइन। मेरो यही बाचा मात्रै हो होइन, 2 शब्द मात्रै हो। हजुर, यही हो उहाँलाई मेरो धन्यवाद चाहिँ। हवस्, हजुरलाई धेरै धन्यवाद। यो उपचार सेवा हजुरले पुरा लिनु हवस् है, यो उपचार सेवा चाहिँ। धन्यवाद। हवस्, हुन्छ।